अब तपाईँहरूले बुझिहाल्नु म कहाँ छु भनेर हो। यस्तो हुन्छ। अहिले चाहिँ गाईलाई अमृतसर काट्दै गरेको हो कि कसो बुढिया? त्यस्तै हो। अन्त कहाँ छु तपाईँ चाहिँ? कहाँ हुनुहुन्छ? म अहिले भने ससुरालीमा छु। मजा आउँदैछ। झन् गाई गोरुहरू धेरै छैन, खालि वान पिसमा छ गाई हो। धेरै भात चाहिँ के हुन्छ होला। झन् यो काट्ने चाहिँ ट्रेनिङ पहिल्यै गरेको थियो र मात्रै कि ससुराली जाने हो चिची पापा खान्छु भनेर सोचेर आएको थियो होला है। यहाँनिर उयो पनि छ नि नाकिमा, उयो नाकिमाको बोटहरू कति एक अङ्गालो भन्छ है। गाई लगाउने नाकिमाको बोट अर्ग्यानिक। मम्मी र आप्पा देखेर छक्कै पर्नुहुन्छ होला। यो देखेर फेरि उता लु त भाइ उता ससुरालीमा त मजाले कटिङ दिएको थियो त, यहाँ पनि भन्यो नि त फेरि है। भ्याउँदैन नि यो कला चाहिँ खालि ससुरालीमा देखाउने हो है। त्यस्तो केही साह्रो छैन नि। यो त अब हामीले गर्दै आएको कुरा हो होइन। त्यो के साह्रो भन्नु, घरमा पनि त्यति गरिन्छ, यहाँ पनि त्यति गरिन्छ, के फरकै छैन। हामी बस्तीको मान्छे हो नि त हजुर, सहरको मान्छे होइन। कस्तो लाग्यो डाइलग? डाइलग त रुनु आँटेको जस्तो हान्नुभयो त। हजुर डाइलग त रुनु आँट्नु भएको जस्तो हान्नुभयो त। यहाँ रुनु आँटेको हुन्छ यतिले यति आउँछ गाई हजुर। अगाउँछ यतिले गाईलाई अगाउँछ। भारी त भयो, अगाउनु पर्यो। हुन्छ होला दिनु हँसिया म बोकिदिन्छु नि। तपाईँ अगाडि हुनु। लु है लागे झर्दै जाँदैछ त अन्त। बाँध्नु पर्थ्यो होला है। राम्रो हुनु पर्यो नि, तर यो गङ्गालाई के नाम यहाँ हेर्नुहोस् त कस्तो देख्दो रहेछ। यहाँ हेर्नु न, त्यत्तिकै ह्यान्डसम, त्यत्तिकै। झर्दैछ नि अलिअलि, म टिप्दै ल्याउँछु ल। अब हामी चाहिँ आइपुग्यौँ घर।
गाईले चाहिँ पर्खिरहेछ नभेट्ने गरी अरे ल तपाईँको एक अङ्गलो घाँस त खैनी जस्तो खाँदैछ त गाईले त एक अङ्गलो घाँस त खैनी जस्तो मात्रै होला है ए हुन्छ खानु माने यो त अन्त मजा आएन हेर्नु नि के भएको बेसी हेर्नु मजा नआएको तिनवटा दाग लाग्यो अहिले भइहाल्दैन कि हेर्दा त होइन काली आम्मामा कालीको आँखा दुखेर चस्मा लगाएको यहाँनिर माछा रहेछ नि कुन चाहिँ माछा हो यो मागुर माछा कतिवटा छ हजुर जुङ्गा हुन्छ नि जुङ्गा हुन्छ जुङ्गा यसको छैन नि यसको चिल्लो छ त अन्त छैन जुङ्गा कुन त के हो आउँदैछ बिसारी बच्चाहरू पनि रहेछ नि त ऊ आहा बाहिर आयो पहिला कतिवटा थियो होइन यत्रो यत्रो सबै एउटै साइजको थियो त फेरि कसै सानो कसै ठुलो चाहिँ कसरी भएको थियो हेर्नु उयो त युटर्न मार्दैछ त ब्यागहरू लाउँदैछ घुम्नु नसकेर बोरिङ भएको हेर्नु नि हेर्नु उल्टा पनि त घुम्छ अन्त बेसी लामो भएन नि लुक्यो लजायो लाजै लाग्यो मजा आयो है रुगा मार्गी ल्याइरहेको छु बिचरा कस्तो भयो अन्त यता घर आउँदा माइती घर आउँदा कस्तो भयो खुसी भयो अन्त त रुगा मार्गीको दबाई खाएपछि पनि ढल्क्यौँ भनेको जुवाई हिसाबले लाज लाग्यो अरे उठाइ नै निकाल्यो मलाई किन बसिबस्नु कस्तो लाज लाग्छ है हेर्नु नि